हामी दुर्बल छौँ होला संसारमा। के भयो त? के भयो त? हामी संसारमा दुर्बल छौँ होला, हामी धनी छैनौँ होला, हामीमा त्यो ट्यालेन्ट छैन होला, हामीमा बुद्धि छैन होला। के भयो त? संसारको बुद्धि, संसारको धन सम्पत्ति हामीसँग छैन भने के भयो त? हामीसँग हाम्रो परमेश्वर हुनुहुन्छ नि, जसले हामीलाई सबै कुराहरूबाट निकाल्न सक्नुहुन्छ। हामी संसारको व्यक्तिको लागि मूल्यहीन छौँ होला, हामी कमजोर छौँ होला, हामी फाइनेन्सियली विक छौँ होला, हाम्रोमा ट्यालेन्ट छैन होला, हामी सबै कुराबाट रिजेक्टेड छौँ होला। तर पनि एउटा आशा हामीसँग छ, जो हाम्रो प्रभु येशू ख्रीष्ट हुनुहुन्छ, जसलाई हामी भरोसा गर्छौँ, जसको हामी आराधना गर्छौँ। त्यो परमेश्वर जिउँदो हुनुहुन्छ। संसारको व्यक्तिहरूले धनी ट्यालेन्टेड व्यक्तिहरू खोज्छ, संसारको व्यक्तिहरूले असल कुराहरू खोज्छ, संसारमा भएको सबै कुराले बाहिरी असलता कुरालाई हेर्छ। तर हाम्रो परमेश्वर मात्र त्यस्तो हुनुहुन्छ, जसले रूप होइन हृदय हेर्नुहुन्छ। यदि हाम्रो परिस्थिति जस्तो सुकै छ, गाह्रो अवस्थामा छ, हामीमा ट्यालेन्ट छैन, हामीमा त्यो किसिमको संसारले चाहेको जस्तो कुनै कुराहरू पनि छैन भने पनि एउटा कुरा चाहिँ हामीसँग छ भने त्यो कुरा इनफ फर अस। यदि हामीमा परमेश्वरप्रति विश्वास छ भनेदेखि र परमेश्वरसँगको बाइबलमा वचनमा रहेर हामी डिसिप्लिन जीवन जिरहेका छौँ भने, हामी फेथमा भरपूर तरिकाले चाहिँ इन्जोय गरिरहेका छौँ, दुःख कष्टको अवस्थामा पनि इन्जोय गरेका छौँ भने त्यो चाहिँ इनफ हो कि। किनभने 1 शमूएल 2:8 प्रभुले स्पष्ट भन्नुभयो, राजकुमारहरूसित बसाल्नलाई तथा सम्मानको आसनको उत्तराधिकारी बनाउनलाई उहाँले दुर्बललाई धुलोबाट र दरिद्रलाई घुर्यानबाट उठाउनुहुन्छ। संसारको व्यक्तिको अगाडि हामी दुर्बल छौँ होला, हामी मूल्यहीन छौँ होला, मान्छेले रिजेक्ट गर्यो होला, हामीसँग त्यो ट्यालेन्ट छैन होला, हामीसँग ब्युटी छैन होला, हामीसँग केही छैन होला, तर हामीसँग परमेश्वर सँगसँगै हिँड्ने चाहना छ, पवित्र जीवन छ, पवित्र आत्माको 9वटा फलले हाम्रो जीवन भरिएको छ। परमेश्वरसँग हामी घनिष्ठ छौँ भने हामी जस्तै दुर्बलताको लागि, हामी जस्तै कमजोरको लागि उहाँ यस संसारमा आउनुभयो, हाम्रै पापको लागि उहाँ मारिनुभयो। अनि यही कुराले प्रुभ गर्छ कि उहाँले चाहिँ हामीलाई त्यो सम्मानको आसनमा बसाल्न चाहनुहुन्छ। जब परमेश्वरले हामीलाई उचाल्नुहुन्छ नि, कसैले हामीलाई डाउन गर्न सक्दैन। यसकारण प्रियहरू, म यो कुरा तपाईँहरूलाई उत्साह दिन्छु कि हामी दुर्बल छौँ होला, हामी कमजोर छौँ होला, हामी संसारको आँखाले हेर्दै गर्दा हामी मूल्यहीन छौँ होला, तर यदि हामी परमेश्वरसँग पुरा भरोसासहित हिँड्दैछौँ भने उहाँले चाहिँ हामीलाई त्यो उत्तराधिकारी, त्यो राज सिंहासनको उत्तराधिकारी, स्वर्गको कुरा मात्र होइन पृथ्वीमा पनि प्रभुले हामीलाई उच्च स्थानमा राख्नु